हेलो गाइज हजुरहरूलाई फेरि पनि वेलकम छ मेरो न्यू ब्लगमा। अघिल्लो ब्लगमा हजुरहरूले पक्कै पनि देख्नुभयो होला, स्ट्याचुमा हामी गएका थियौँ। स्ट्याचु अवलोकन गर्न सबै हेऱ्यौँ, सबै राम्रो थियो। अब चाहिँ हामी एकतानगर रेलवे स्टेसनमा छौँ। अहिले एकतानगर रेलवे स्टेसनमा आएर अब यहाँबाट चाहिँ हामी यो ट्रेनमा प्रतापपुरसम्म जान्छौँ। त्यहाँबाट ट्याक्सी लिएर बडोदरा गएर बडोदराबाट हाम्रो अहमदाबादको ट्रेन छ, अहमदाबाद जान्छौँ। र अब आजको रात हामी अहमदाबादमा बस्नेछौँ। अहमदाबाद पनि लास्ट राम्रो छ भन्ने कुरा सुनेको छु। अब त्यहीँ गएर चाहिँ आउँछ सबै देखाउनेछौँ। नवरात्रमा गरबाको माहौल छ के अरे, अहमदाबादतिर पनि गरबाको माहौल हुन्छ। त्यहाँ गएर यसो अब देखाउँछु हजुरलाई। अहमदाबाद पनि राम्रो छ, गान्धी म्युजियमहरू छ। रेलवे स्टेसनको भित्र आइसकेका छौँ। अर्को ट्रेन लागेछ। रेलवे स्टेसनै देख्न सक्नुहुन्छ कति दामी माथि फ्लोरिङ गरेर। हामी अहिले एकतानगर रेलवे स्टेसनबाट अब प्रतापनगर रेलवे स्टेसनतर्फ जाने क्रममा छौँ। ट्रेन अब प्रतापनगर रेलवे स्टेसनसम्म जानेछ, त्यहाँबाट बडोदरा हुँदै अनि अहमदाबाद जानेछौँ। अघि भर्खरसम्म हामी एकतानगरबाट प्रतापनगरसम्म आयो। त्यसपछि प्रतापनगरबाट ट्याक्सीमा बडोदरा रेलवे स्टेसनसम्म आयो र त्यहाँबाट अब बडोदराबाट 3:50 को चाहिँ टाइमिङ थियो। त्यो हिँडिसकेको छ, ट्रेन चढिसकेका छौँ। अहिले यहाँको 4 बज्न लागेको छ र यहाँ बडोदराबाट अब अहमदाबादतर्फ जाने क्रममा चाहिँ हामी गाडी छुट्न मन लाग्दैन स्ट्याचु अफ युनिटीलाई। अब जाँदैछौँ अहमदाबाद। झन् राम्रो हो, गरबा हेर्नु परेन, नवरात्रिमा गरबा हेर्नु पऱ्यो, गरबा हेर्न पऱ्यो। मजा आउँछ अहमदाबाद पनि। अब जान्छौँ, हेर्छौँ, एक्सप्लोर गर्न आएका हामी। अहमदाबादतर्फ गाडी बढ्ने क्रममा नानी बाबुहरू ब्रेक खाँदै व्यस्त छ। यस्तो सुपरफास्ट एक्सप्रेस दौडाइरहेछ, इन्टरसिटी सुपरफास्ट एक्सप्रेसमा एकदमै छिटो दौडिरहेछ ट्रेन। खाली छ ट्रेन। इन्टरसिटी एक्सप्रेसमा हामी अहमदाबाद जङ्सन पुगेका छौँ हामी। अहमदाबाद रहेको छ अहमदाबाद जङ्सन। अहमदाबाद पुगेर नि ठुलो रहेछ, अन्त ठुलो यो जङ्सन निकै ठुलो रहेछ। धेरै रहेछ, ठुलो जङ्सन रहेछ अहमदाबाद जङ्सनमा। बडोदराबाट आएको अहिले यहाँको 6:45 बजेको छ। यो बाटो छ र यहाँ 6:45 अहमदाबाद जान्छ। ट्रेन स्लो स्पिडमा रहेको छ। देखिरहेको छु। हामी अहमदाबाद मार्केटमा चाहिँ अहिले घुम्ने क्रममा छौँ। 5 को रोडमा बल्ल चाहिँ हामीले यहाँ रुम राम्रोसँग पाइयो जस्तै खालको। र अब चाहिँ हामी मार्केटमा चाहिँ घुम्नको लागि वकिङ हेर्दैछौँ। रुमको लागि चाहिँ यहाँ धेरै माथामाथि नै रहेछ अलिकति। अब कि त अनलाइन बुकिङ गरेर पहिले आउँदा पनि त्यो अनलाइन बुकिङ पनि ठ्याक्कै आफूले जुन गुगलमा देखाएको जस्तो खालको पाउन चाहिँ गाह्रै लाग्यो। जस ढिलै भए पनि राम्रोसँग चाहिँ खोज्यो। अहिले चाहिँ हामी एकदम ढुक्कसँग अब बजारमा घुम्ने क्रममा छ। यो अहमदाबाद मार्केटमा चाहिँ हामी अब कस्तो फिल भइरहेछ त अहिले अहमदाबाद मार्केटमा? अब थाहा हुन्छ कस्तो हुन्छ भनेर। थकै लाग्यो। एक्सप्लोर गर्न जाँदैछौँ।
पहिलोपटक यो अहमदाबाद आएर यसरी घुम्दाखेरिको अनुभवै छुट्टै अलग्गै छ। यहाँ फरक फरक भेराइटीका आइटमहरू हामी यहाँ देख्न सक्छौँ। अबको केही समयपछि राति 2 बजेसम्म चाहिँ यहाँ खानेकुराहरूको मेला नै लाग्छ अरे। त्यसको लागि चाहिँ हामी आएका। अहिले हामी मडी चौकमा यसरी यो आइसक्रिम कुल्फी राबडी के भन्छ यसलाई यसरी खाँदैछौँ होइन। उत्सव यो के हो? यो राबडी कुल्फी। राबड़ी कुल्फी इसको क्या बोलते हैं इसको? हाँ ये क्या है? ये कोई क्यों यो? ये फालूदा विद केसर फालूदा। केसर फालूदा राबड़ी कुल्फी विद कुल्फी। आयो ना तिल्ली तिल्ली जलेबी बन रहा है यहाँ। फाफड़ा जलेबी खाने के लिए मड़ी चौक में फाफड़ा उधर फाफड़ा मिल रहा है और यहाँ जलेबी बन रहा है। यो चाहिँ अहमदाबादको बास्केट चाट खाँदैछौँ हामीले आज यो मडी चौकमा होइन। बास्केट चाट अब यसको ट्राई गरौँ त कस्तो छ। एउटा खाएर हेरौँ। टिक्की चाट विथ दही। क्या बोलते भाई साहब इसको? क्या बोलते हैं? चॉकलेट सैंडविच। चॉकलेट सैंडविच। अच्छा बैठो यहाँ। अब त्यहाँ खाने मान्छेहरूको भिडहरू छ मानिक चौकमा यहाँ खाने मान्छेहरूको भिड कति छ। भिडभाड राम रातभरि बिहान 5 बजीसम्म यो भिड रहन्छ अरे। अब कति दोडा थोक खाइयो उत्सव? मैले त बिर्सेँ क्या अब काउन्टिङ गर्ने। पुरा अहिलेसम्म कति 4-5 वटा। अब के खाने अरे? के भन्छ अरे यसलाई? के लेखाएको थियो? खोइ देखाउ त। ऊ त्यो त्यहाँ लेखाएको छ म देखाइदिन्छु। कहिले ल्याउँछु यहाँ छ ल। हो यो स्पेशल घुङ्ग्रा स्यान्डविच ल। स्पेशल घुङ्ग्रा स्यान्डविच हजुर। अच्छा स्पेशल घुङ्ग्रा स्यान्डविच हो यो। 160 देखेर त्यहाँ बनाउँदैछ त्यहाँ स्पेशल भनेर के अब कस्तो बनाउँछ खाएर चेक गरौँ। स्पेशल घुघरा सैंडविच। अब इसको हम अच्छी तरह से चखेंगे। इसके अंदर क्या है हमें पता नहीं। ये देखिए एक बार सब लोग देख सकते हैं। हाँ जी बड़ा मीठा है। बड़ा मीठा है और बड़ा अच्छा है। अच्छा बड़ा है। जब बोलना नहीं आता तो बदल मत बोलो ना। खाका खाइछन् यिनीहरूले के के मलाई खान ढुक्क भएर खान। पिज्जा जस्तो सैंडविच जस्तो है। सैंडविच जस्तो अरे। अरे नादवारा का टिकट है। यो स्मोक बिस्कुट। ये स्मोक पान फायर पान नाइट्रोजन बिस्किट माटे बढ़िया सर। रातिको 10 बजिसक्यो अहमदाबादमा। अझ पनि बजारमा यसरी घुमघाम गर्दैछन् किनमेल गर्दैछन्। यस्तो भिडभाडै छ बजारमा एक समय। भिडभाड त्यहाँ छु। हेलो गाइस अहिले हामी अहमदाबाद बजारमा मार्केटमा चाहिँ छौँ। अब यहाँबाट खडकरिया लेक जाने क्रममा अटोमा छौँ है। सब कस्तो लागिरहेको छ अहमदाबाद? राम्रो लागिरहेको छ। भिडभाड छ निकै। जान लागि छ खडकरिया लेकतिर। अहमदाबादको सबसे ठुलो लेक।
हेरौँ कस्तो हुन्छ रमाइलो हुन्छ जस्तो अब लाग्यो। आज यहाँको चाहिँ मिलेसम्म धेरै ठाउँहरू चाहिँ घुम्ने प्लान छ। अब कतिसम्म सम्भव हुन्छ हेरौँ। पहिला कङ्कडिया लेकबाटै स्टार्ट गर्दैछौँ, त्यसपछि हामी अटल सेतुमा पनि जान्छौँ अनि त्यसपछि साबरमती आश्रम लगायतका ठाउँहरू चाहिँ जान्छौँ। अब कति सम्भव हुन्छ हेर्दै जाउँ। हामी चाहिँ कङ्काडिया लेकमा आइसकेका छौँ। अब भित्र जाँदै टिकट अहमदाबाद म्युनिसिपालिटी कर्पोरेसन कङ्कडिया लेक लास्टै ठुलो छ अरे यो लेक चाहिँ। के को नारा लगाइरहन आज त महात्मा गान्धीको जयन्ती छ, गान्धी जयन्ती। ठ्याक्कै गान्धी जयन्तीकै बेला हामी गान्धीको मेन ठाउँ अहमदाबादमा छौँ। यो चाहिँ कङ्काडिया लेक। यो त ओलम्पिकको होइन र। अहिले हामी कङ्कडिया लेकमा छौँ। नानी बाबु यता छन्। ल जाम अगाडि। कङ्कडिया लेक भित्रको दृश्य हो यो। अहमदाबादको एकदमै चर्चित लेकको रूपमा पनि रहेको छ। घोल यसमा चाहिँ हामी गुगल म्यापबाट पनि हेर्न सक्छौँ। हामीसँग आज चाहिँ गान्धी जयन्ती भएको कारणले 2 अक्टोबर रङ्गोली कस्तो राम्रो। कङ्कडिया लेक राम्रो रहेछ त लेक त है। हामी अहिले यहाँ कङ्कडिया लेकमा खाजा खानको लागि रोकिएका छौँ। यो के अरे यो पुरी चना अरे पाव भाजी छ यहाँको स्पेसल पाव भाजी। यो नानीको स्पेसल हो, नानीले खान्छु भनेर। स्पाइसी छोले। यो चाहिँ हामी अहिले कङ्कडिया लेकमा छौँ र यहाँ यो खाजा खाने ठाउँहरू छ। यहाँ पख यो चाहिँ कङ्कडिया लेक रहेको छ अहमदाबाद अन्तर्गत। उहाँहरूलाई हामीले यहाँ देखाउन चाहेको लेक। अब यहाँ गएर भ्याइयो। अब चाहिँ हामी एकपटक त्यहाँ जू पनि छ भन्ने सुन्ने छ कङ्कडिया। एकचोटि हेरौँ कस्तो छ कङ्कडिया जू। नेचुरल जू भनेर यहाँ देखाएको छ। जानको लागि मान्छे टिकट गर्ने। कङ्कडिया लेकमा यस प्रकारको यो टोय ट्रेन चल्छ। 2.5 किलोमिटरको युजमा रहेको यो। हामी अहिले साबरमती नदी माथि पुलमा छौँ। त्यो उतापट्टि पछाडि देखिरहेको चाहिँ अलिअलि यो चाहिँ अटल ब्रिज दिने हो। जङ्गा आकारको रिभरको साइडमा हाम्रो बस्ने अहमदाबादको साबरमती रिभर माथि अहिले हामी अटोमा। अटल ब्रिज हामी आएका छौँ। रिभर फ्रन्ट फ्लावर पार्क चाहिँ यो अहमदाबादमा रहेको अटल ब्रिज। त्यो रकेट टाइपको ब्रिज के भन्छ चङ्गा छ जस्तो काइट टाइपको ब्रिज भनेर रकेट होइन काइट। त्यो ब्रिजमा चाहिँ हामी पुग्दैछौँ। हामी अहिले अटल ब्रिजमा पुगिसकेका छौँ। काइट जस्तो एकदम राम्रो रहेछ यो ब्रिज चाहिँ। अब जाँदैछौँ रमाइलो गाइरह उघाउनुका छ अहमदाबाद। अटल ब्रिज अरू कुरा त ठिकै हो। यो अहमदाबाद यो ब्रिजमा घुम्न जानको लागि पनि टिकट चाहियो अरे। ल हेर्नुहोस् टिकट पनि यति महँगो छ कि तपाईँको 70 रुपिसको टिकट छ। IC 70 भनेको नेपालको कति पर्छ कुनै 80 प्लस 30 भने चाहिँ 110 रुपियाँको टिकट ल यो ब्रिजभित्र गएर फोटो खिच्न घुम्नलाई। यस्तो अनेक छ यहाँको चलन चल्ती।
यति चाहिँ अब घुम्नलाई चाहिँ विदाउट टिकट घुम्ने व्यवस्था गर्दै अब के जान्थ्यो हाम्रो मोदी सरकारलाई। मोदी सरकारले यो कुरालाई चाहिँ खासै राम्रो गरे जस्तो लागेन। अहिले हामी अटल ब्रिजमा आइपुगेका छौँ। यो काइट ब्रिजको रूपमा पनि चिनिँदो रहेछ। काइट आकारका योहरू बनेको छ, यहाँ कलरफुल काइटहरू देख्न सकिन्छ। यो साबरमती नदीको माथि बनेको ब्रिज हो। अघि हामी त्यो पुलबाट आएका थियौँ र यो अहिले अटल ब्रिजमा आएका छौँ। नानी पनि अटल ब्रिजमा घुम्दैछिन् होइन नानी? अटल ब्रिजमा को घुमेको देखेको तिमीले टिभीमा? नन्दनी र कार्तिक भन्ने हो, मैले पनि घुमेको थिएँ अटल ब्रिजमा। यसको नाम त क्लियर भयो नि होइन? के हो? अटल ब्रिज। अटल ब्रिज अटल बिहारी वाजपेयीको नाममा रहेको ब्रिज। पुनः आउँदैछन् अटल ब्रिजतर्फ। साबरमती नदीको माथि अहमदाबाद अटल ब्रिज काइट। ल यहाँ आउनुको लागि एडल्टलाई 70 रुपिस टिकट, चाइल्डलाई 40 रुपिसको टिकट काट्नुपर्ने हुन्छ। तपाईँहरूले पनि जानिराख्नु होला। त्यो टिकटिङ चाहिँ अलिक महँगो जस्तो लाग्यो मलाई। यहाँको त्यति घुम्नको लागि बनाएको रहेछ बनाउनु त, तर साँझमा अझ बेस्ट हुन्छ। यहाँ लाइटिङ सोहरू, लाइटिङ अनि फ्लावर गार्डन पनि छ। यहाँनिर क्रुज पनि रहेछ, क्रुज पनि रहेको छ। आहा, यहाँ माथि जुन शीतल देख्न सक्नुहुन्छ। बाबा, पानी त एकदम क्लिन छ यहाँको साबरमती नदीको पानी। रिभर साइडमा चाहिँ एकदमै घुम्न मिल्ने गार्डनहरू छन्। एकदमै राम्रो तरिकाले चाहिँ बनाएको रहेछ। अटल ब्रिजमा चाहिँ हामी अहिले छौँ। यसको सेन्टर पोइन्टमा चाहिँ हामी छौँ अहिले। सब खेल्दैछ प्रकारको दृश्यहरू। नानी खोइ यो माथि भनेकै काइट जस्तो साङ्केतिक काइटहरू छ। त्यहाँबाट तल ब्रिज, तलपट्टि खासै केही देखिएको छैन। अहमदाबाद अन्तर्गत अटल ब्रिजमा चाहिँ अहिले हामी छौँ। र यो अटल ब्रिज गाउँको क्रममा अहिले यो सेन्टर पोइन्ट अटल ब्रिजको सेन्टरमा छ हामी। आइसकेपछि यो ठाउँ अब यो भने अहमदाबाद खासै छैन। त्यसैले पनि हामी यहाँ चाहिँ घुमिरहेका छौँ। अब यसपछि मिल्यो भने पक्कै पनि हामी साबरमती आश्रम जानेछौँ। गान्धी आश्रम भनेर चिनिन्छ। र आजको दिन 2 अक्टोबर गान्धी जयन्ती पनि हो। त्यही समय पनि मिलेको छ होइन? गान्धी दिवस आज गान्धी जयन्ती पनि हो कि 2 अक्टोबर। र गान्धीकै आश्रममा चाहिँ हामी जाँदैछौँ अब त्यही बेरमा। अटल ब्रिजको हामी अर्को साइडतर्फ आइपुगेका छौँ। पुरै क्रस गरेर सरी साबरमती नदीको माथि रहेको यो अटल ब्रिज। अब चाहिँ हामी पारि जान्छौँ। यो रिभर साइडमा चाहिँ घुम्नको लागि साँझको समयमा घुम्नको लागि एकदमै राम्रो ठाउँहरू बनाएको रहेछ। हाम्रो पनि नानीगढमा चाहिँ नानी किनारमा थोरै भए पनि एउटा चाहिँ घुम्ने खालको एउटा माहौल बनाउने चाहिँ राम्रो हुँदैछ। साह्रै त्यो खालको घुम्ने एउटा गार्डनको रूपमा पनि विकास लिएको छु। र गुजरातको मोडललाई हेरेर हाम्रा नेताहरूले पनि केही सिकुन् र नेपालमा आएर केही विकास गरून् भन्ने कुरा चाहिँ चाहना रहेको छ, अपेक्षा रहेको छ। थ्याङ्क यू फर योर भिजिट। ल हामी यहाँबाट अब निस्किने क्रममा छौँ। अब हामी अटल ब्रिजबाट बाहिरिने क्रममा छौँ। पुरा चाहिँ ब्रिज पारी गरेर हामी आयौँ। हो, यहाँबाट अब मिल्यो भने साबरमती आश्रम जाने सोच छ। कति समयले साथ दिन्छ आज। त्यसपछि सायद अहमदाबादमा अब अरू अहिले तत्काल आजको दिनमा भ्याइँदैन होला जस्तो लाग्छ। हाम्रो आज बेलुका 8 बजेको ट्रेन छ सर्भ जङ्सनबाट जयपुर जानको लागि। त्यति जेलसम्म जहाँ जहाँ घुम्न भ्याइन्छ हामी त्यहाँ घुम्नेछौँ। र
र अहमदाबादलाई टाटा बाई बाई गरेका छौँ।